हैन पत्रकारलाई सूचना आउँछ पत्रकारलाई कसैले खबरै गर्ने हो तपाईहरु बीचबाटै खबर आउँछ हामीलाई कि दिवाकरजी यो विषय उठाइदिनुस् यो प्रमाण हो यो यसो हो त्यो प्रमाणित गर्ने नगर्ने निकायहरु होला हामी अदालत होइन हामी न्यायाधीश होइन हामी जस्ताको त्यस्तै जुन कुरा जस्तो आएको छ त्यही कुरा त्यस्तै राख्ने प्रयास गर्छौं र रह्यो कुरा दिवाकरजीले भ्रम फैलाउने कुरा गर्यो मुद्दा हाल्नुस् न मुद्दा म तयार छु मुद्दा खेप्न कुन मुद्दा हाल्नुहुन्छ हाल्नुस् सुरुवात गर्नुस् मुद्दाको र मुद्दा हाल्ने जुन भब्की दिनेहरु तिनीहरुलाई म आज जवाफ दिन्छु प्रमाण भन्दै हुनुहुन्थ्यो हैन मुद्दा हाल्ने ल पहिलो मुद्दा यहाँबाट हालौं पहिलो मुद्दा आज म देखाइरहेको छु यो गाडी कुन चाहिँ दूतावासको हो यो गाडीको नम्बर तपाईहरुको बीचमा राखिरहेको छु यो गाडीको नम्बर अब जुन स्क्रिनमा तपाईहरु देख्दै हुनुहुन्छ यो गाडी कुन चाहिँ दूतावासको हो यो नेपाली नम्बर प्लेट त हैन यो त ब्लू कलरको प्लेटमा लेखिएको 61 CD यो गाडी कसको हो र राती 12 बजे एउटा दूतावासको गाडी सम्माननीय प्रधानमन्त्रीको निवास बालुवाटारमा के गर्न जान्छ ल अब त्यो प्रमाण मसँग नमाग्नुस् अब प्रधानमन्त्रीज्यूसँग प्रमाण माग्नुस् न प्रधानमन्त्रीज्यू एउटा दूतावासको गाडी राती 12 बजे के गर्न आउँछ तपाईको कार्यालय पनि होइन निवासमा यो प्रमाण तपाईहरुले माग्ने हो हामी त त्यो बाटोमा घुमी फोटो लिएका छौं र यो पनि यतिकै आको होइन म भन्छु जुन दिन म निर्मल निवासमा लाइभ गरेको थिए नि त्यही दिनको त्यही समयको फोटो हो र त्यो भिडियो सार्वजनिक गरिदिनुस् र के चाहिँ यस्तो समस्या थियो हुन सक्छ कुनै सरसल्लाह नै होला के चाहिँ सरसल्लाह थियो कि राती 12 बजे एउटा दूतावासको गाडी प्रधानमन्त्रीको निवासमा पुग्छ अब यो माथि मुद्दा हाल्ने कि नहाल्ने मुद्दैको कुरा गर्ने हुने अब आउनुस् दोस्रो कुरा धेरै मान्छेहरुले विभिन्न खालका टिका टिप्पणी गर्छन् अस्ति पनि राती जुन मैले भिडियो हालेको छु त्यो भिडियोमा मैले कुनै पनि कसैको नाम लिइन तर इंगित गरेको थिए इंगित गरेपछि मान्छेहरुले आफ्नै किसिमको धारणाहरु सफाईहरु राख्न थाले अनि एकदमै प्रोपोगन्डाहरु फैलाउन थाले अब एउटा कुरा देखाउनुस् यो TOB यो जुन फोटो छ यसमा जुन पेस्तोल यो केका लागि हो प्रदर्शनमा हामी सहभागी बोलायौ रे अनि हामी त्यहाँ शान्तिपूर्ण प्रदर्शनमा साथ दिन गयौ रे एउटा कुरा मलाई प्रश्न मेरो त्यो शान्तिपूर्ण प्रदर्शनमा त्यो बाइक भटभट गोली चलाएको जस्तो कसले चलाएको थियो त्यो बाइक र किन चलाएको थियो त्यो के गर्न गएको हो त्यो प्रश्नहरु आज हरेक नेपालीले सोध्ने छ र अनुसन्धान त्यहाँबाट होस् मुद्दा त्यहाँबाट दर्ता होस् यो काम मुद्दा दर्ता गर्ने अनुसन्धान गर्ने काम हाम्रो देशमा निकाय छ प्रहरी प्रशासन छ अनुरोध गर्न चाहन्छु सरकारलाई प्रहरी प्रशासनलाई यो अनुसन्धान गरियोस् यो पिस्तोल चाहिँ केका लागि थियो र यो पिस्तोल बोकेको यो ओरिजिनल हो कि फेक हो यो पनि प्रश्न गर्नुपर्छ यो फोटो हामीलाई पनि कसैले पठाएको छ यत्रो दिनसम्म हामीले देखाइरहेका थिएनौं यो पिस्तोल केका लागि हो कहाँबाट यो पिस्तोल यसरी हातमा लिएर गइरहेको